माछा हेरेर हेर्नुहोस् दामी छ है ठाउँ चाहिँ नाक हेर्नु यहाँ नाक पहिला यहाँ नाक बस्थ्यो यहाँ त्यही भएर नाकको माथि हाल्यो यो एकदम डेन्जर ठाउँ पहिला अहिले चाहिँ खतरै बनायो पहिला त यहाँ ट्यापेटिपीहरू होइन एकदम फुटबल खेल्ने होइन एकदम राम्रो के घना जङ्गल थियो पहिला यहाँ अहिले चाहिँ दामी हो होइन गाइज पहिला यहाँको कहानी चाहिँ होइन यो मैले सुने हिसाबले पहिला यो मूर्ति बनाएको ठाउँमा चाहिँ होइन सर्प चाहिँ ठुलो बस्थ्यो अरे होइन खतरा सर्प पाउँथ्यो कि यहाँ सर्प पाउने ठाउँ हो यो त्यही भएर चाहिँ यहाँ सर्पको मूर्ति हाल्यो होइन नाक खतरा ठुलो नाक छ कि यहाँ पहिला त्यही भएर चाहिँ होइन यसरी राख्या हो यो पहिला हामी त यहाँ यो पुरा यो छ नि पोखरीमा त घाँसै घाँस हुन्थ्यो अनि पौडी खेल्थ्यो ढुङ्गा एउटा थियो होइन पाल पर्ने ढुङ्गा एउटा थियो अनि खेल्थ्यो कि हामी भनेर झम्पन गरी ड्राइभ हान्थ्यो सर्प आउँथ्यो माछा नै यत्रो पाउँथ्यो यहाँ होइन माछा नै यत्रो पाउँथ्यो एकचोटि त जाली ठुलो पाल रहेछ जालीमा होइन ठ्याक्क चिप्लेर गइरह्यो नि यत्रो माछा भने खान पाए डरै हुन्थ्यो त्यही भएर चाहिँ गाइज नआउने भए यहाँ भक्तपुर एकदम भाइरल प्लेस हो यो आजकल होइन मान्छेहरू बेलुका एकदम आउने एकदम राम्रो ठाउँ छ हेर्नु दृश्य एकदम राम्रो छ खतरा यो नै खतरा बिएमसी क्याम्पसको अगाडि है त्यहाँको यो पोखरी चाहिँ सिधोपोखरीको अपोजिट बिएमसीको ठ्याक्क अगाडि बिएमसी बहुमुखी मल्टिपल क्याम्पसको ठ्याक्क अगाडि गए त्यही भएर चाहिँ घुम्न आउनेहरू आउनु होला के भने भक्तपुर मल्टिपल क्याम्पस होइन एकदम चिटिक्क छ होइन भ्यू चाहिँ अहिले चाहिँ पहिला चाहिँ एकदम डङ्गुरे पुरा घाँसपात हुने ठाउँ यो अहिले चाहिँ खतरा बनाइसक्यो यस्तो आउने नै एकदम होइन रमाइलो लाग्छ अहिले टक्क राति यहाँ आयो होइन टक्क बस्यो खिलाखिला हावा खायो आनन्द छ आनन्द ठाउँ हो यो होइन ल घुम्न आउनेहरू होइन धेरै हुन्छ कि यहाँ ल भाइरल प्लेस हजुरहरू पनि आउनु होला होइन गाइज आउने भए चाहिँ एकदम रमाइलो ठाउँ छ होइन त्यहाँ रेस्टुरेन्ट त्यहाँ छ भ्यू पोइन्ट हेर्ने भए सिधोपुरीको अपोजिट होइन त्यहाँ त्यो सबै रेस्टुरेन्टहरू होइन त्यही भएर चाहिँ हजुरहरूले सम्झाउनु पऱ्यो मेन कुरा होइन कसो ओछिनु भयो हेर्नु ल है खतरा छ है पोइन्ट चाहिँ त्यो चाहिँ सब रेस्टुरेन्टहरू हो होइन हजुरहरूले भ्यू पोइन्ट हेर्ने भए चाहिँ त्यहाँ रेस्टुरेन्टबाट हेरे पनि हुन्छ यहाँ के पोखरीमा आयो पनि हुन्छ होइन एकदम मान्छेहरू भिड लाग्छ यो राति बेलुका भएपछि होइन फ्रेस हावा खानलाई चाहिँ यहाँ आउँछ कि एकदम घुम्ने मान्छेहरू धेरै छ कि आजकल यहाँ एकदम सही ठाउँ हो यो त्यही भएर गाइज होइन माछाहरू पनि टन्न भएछ अहिले त पहिला त यहाँ माछा भेटाउनै गाह्रो हुन्थ्यो होइन अहिले त माछाहरू नै टन्न ल माछा होइन टन्न माछा छ टन्न माछा प्यागुत्तो थाहा छ किचो भएर ल ल गाइस भ्यू पोइन्ट यस्तो दामी छ है गाइस ल माछा हेर्ने बेला पहिला र यहाँ माछा मार्दाखेरि ओहो माछा मार्न एकदम गाह्रो हुने कि सर्पहरू आएर हुन्छ कि होइन एकदम ड्यान्सर आउँथ्यो कि यो पहिला ट्यापेहरू बस्ने ठाउँ होइन नाकहरू एकदम देखा पर्थ्यो कि यो ठाउँमा चाहिँ अहिले चाहिँ दामी बनाएको छ ल गाइस अहिलेलाई यति होइन पछि फेरि आउँदै गरौँ न हामी मिठो ब्लगमा गाइस त्यही भएर चाहिँ लेट्स गेट इट लेट्स गो होइन ल
गाइस फेरि पछि भेटौँला हामी हैन गाजा किन मन लाग्यो किन किनेको गाजा थाहा नै गेमले हात खुसेछु खान्नला ल देख्छ कि हेर्नु है माछाहरू धेरै चाहिँ एकदम माछाहरू चाहिँ टन्न टन्न राखिरहेछ आजकल चाहिँ होइन गाइस चाहिँ लेट्स गेट इट त मान्छेहरू त वालछाल हुन्छ बुझ्दा ल गाइस सी यु नेक्स्ट टाइम नेक्स्ट ब्लग होइन हजुरले सपोर्ट गर्नु पऱ्यो मेन कुरा अगाडि बढ्नलाई आफ्नो गन्तव्य पुग्नलाई चाहिँ सपोर्ट गर्नु पऱ्यो मेन कुरा होइन